क्यामेराको सेटिङ के भन्छ खै नमिलेर होला राम्रोसँग आएको छैन त्यतिरै अगाडि छ पानी कम केक मेरो सोल्टिनीले बनाएको ओ माय गॉड Welcome to your happy anniversary को लागि यो चाहिँ समानाको लागि हो है सम्हाना थ्यांक यू म त सोचे Hi guys. Hi. तातो छ कि फुपू मेरो फुपूले कति माया गर्छ मलाई ओ माई गॉड यता आउनु न आज लास्ट डे भदिनीसँग भोलि त म जान्छु अनि माइलीले दुईटा बाजु झारिहाल्छ र भोलि ल ल बाजी खेल्ने यही भएकोहरूलाई त झार्दिन ल बाजी खेल्ने तपाईँको म 100 युरो ल हामीले जाले केटी हामीले जाले अब हामी कहाँ जाने हो फुपू भन्नु त शीतलको घर हेरेर जाने नि अनि गुरुम्प्लास जाने हामी के गुरुम्प्लास ए अँ गुरुम्प्लासमा ए यहीँ त रहेछ लाइट हेर्न जाने हो हामी चाहिँ मेरो सोल्टिनीको अपार्टमेन्ट हेर्नु आएको सोल्टिनीले चाहिँ आज धोका दियो है आएर सबै मिलेर ड्याङड्याङ बनाउँला के फुपू मेरो कि जाने सानो छ मिल्दै मिल्दैन सोल्टी आज किन धोका किन आज धोका दिएको हजुर हुन्छ मैले हुन्छ त भनिरहेको छु के होला तिनी आज रन्जितले हेर्न पकाउने सुसी यहाँ हो कति राम्रो आएको यो लाइटमा भिडियो लुक गर्दैछु वाउ छिर्ने बित्तिकै के छ यहाँ पर्फ्युम यो अलिकति डिफ्रेन्ट रहेछ है लेआउट है जुत्ता मिलाऊ नाइस छ त सोल्टिनी मलाई के भन्दैछ जिस्काउँदैछ मलाई यिनीहरूले कता साँच्चैको राम्रो देखेको है हामी चाहिँ ट्र्याम्पमा चढेर घुम्न जानु लाग्यो आज मेरो चाहिँ फर्स्ट टाइम हो ट्र्याम्प चढ्ने है सोल्टिनी हुन्छ यसमा हुँदा नि कस्तो लागिरहेछ यो मेरो किन यस्तो भएको पुरा मैले अगाडि डबल चेन लगाएँ त्यसो त मलाई रमाइलो लागिरहेको छ ससुराली गाउँ राम्रो छ यतै सेटल हुनु पर्ला जस्तो भयो तिमी जाऊ है छोरीले डिपोजिट पनि नचाहिने हैन डिपोजिट पनि नचाहिने मलाई 20,000 छोडेर जाऊ है 20,000 चाहिँ आफ्नो एकाउन्टमा हुनु पर्यो नि नाम चाहिँ के हो यो मल हो ल जाम ब्याक है मान्छे सिटी पार्टी हल ए यहाँ नि रहेछ वफलहरू है क्युट क्रिसमसको डेकोरेसन चाहिँ लास्टै राम्रो गर्ने कि यिनीहरूले है कति राम्रो हो सोल्टिनीको फोटो त्यहाँ गएर खिचिदिन्छु कहाँ कस्तो राम्रो भयो है कता यता त्यति लान्छ क्या योबाट क्वालिटी पनि राम्रो आएर रहेछ नि सोल्टिनी तिमीले गरिदिएको हो कि ए हेर न कस्तो क्लियर आएको छ कि अहिले लाइट भएर नि कि चन्दना पनि आउँदै थियो है भेरी नाइस प्लेस तिमीलाई हेर्दै सबैले यो मान्छे फर्स्ट टाइम आएर भन्ने थाहा पाउँदो रहेछ कस्तो होला बिल्ला हान्छ भाइ वी आर टुरिस्ट अनुभव गाइज अब चाहिँ हामी यहाँ चुरोस खाना लागेको म त सेम के हो मेरो क्यामेरा के भयो म त म त्यो के अरे स्ट्रबेरी हालेको वाला खानु पर्ला है उता छ नि स्ट्रबेरी हालेको वाला यो स्ट्रबेरी हालेको वाला होइन उता
सेकेन्ड लाइनको फर्स्टको है त्यस्तै सेम त्यही सबै छ वाउ अब चाहिँ हामी यहाँ वफल खान लागेको मेरो सोल्चिनीले हामीलाई वफल खानु लिएर आएको यहाँ चाहिँ यो चाहिँ बेस्ट प्लेस टु ह्याभ वफल रे यहाँ है हुबु सानो माया सुत्यो हामी चाहिँ अब वफल खाँदै कस्तो खोइ के नमिलेको त्यो कस्तो मिलेन के है के भयो त्यो आफूमा छोरी सुतेको मौकामा आमाले झ्याप मार्दैछ कस्तो लाग्यो त मिठो लाग्यो अझ एउटा खान्छौ खाऊ न एउटा अझै गुलियोहरू नखाऊ भन्दा मान्दैन घरमा गएर यो भिडियो हेरेर समाएर खान्छ कि खाँदैन उसले खानु पाएन खाउँछ नि बास्ना आइरहेछ जस्तो लाग्यो धुप जस्तो के है हेलो सोल्टिनी आयो भयो हुँदैछ बिचरा आरजीको छोरा आएको नि खान्थ्यो होला रमाइलो गर्थ्यो होला है तपाईँको बेल्जियम ट्रिप कस्तो चल्दैछ भेरी नाइस हो एकदम रमाइलो विथ गुड फुड गुड पिपल देखिहाल्छ है तर मेरो सोल्टीलाई कस्तो मिस गरिरहेको छ तिम्रो भाग राखिदिन्छु म डोन्ट वरी खानु नि हुन्छ दाइ अनि खस्छ फेरि अहिले छोडिदिनु हाल्छु मिठो है ठुलो मलाई चाहिँ होइन अब एककोरै हिँडाएको गऱ्यो भने चाहिँ झ्याउ लाग्छ चाहिँ हामी हाजीलाई मेरो थाइला भुटेको फ्यामिलीलाई हामी एन्ड सो मी एन्ड सोल्टिनी हामी चाहिँ ट्रेन स्टेसन पिक गर्न जान लागेको हाई म को हो रे म को मेरो भाइहरू हो गाइस मेरो भाइहरू मेरो थाइला बाबाको छोराहरू हो किसी दिदी किसी आवरण कम हियर तिमी कति वर्ष भयो आवरण यो चाहिँ मेरो ठुलो भाइ खै हाई भनेको दिदीको भ्लगमा अनि कि तिमी ठुलो हो अब दिदीलाई तिमीहरूको ल्याङ्ग्वेज सिकाउने हो कि यहाँ दिदीलाई चाहिँ अब तिमीहरूको ल्याङ्ग्वेज सिकाउने हो कि नेपाली बुझ्छौ सबै बुझ्छ भान्जी अनि ऊ चाहिँ भान्जी या के हो रे मेरो फुपूले यहाँ के बनाउनु भएछ गाइस आज हाम्रो लास्ट डे हो बेल्जियममा भोलि चाहिँ हामी जर्मनी जाने हो अर्को फुपूकोमा सुसी बनाउनलाई रेडी अब भोलि सोल्टिनी जाने होइन आज टन्न खुलाएर पठाउने है तिमी नरु है फेरि म जाने बेलामा भोलि त के सोल्टी त भोलि भेट्दै नभेट्ने भयो नि त जाने बेलामा त हामी अहिले यस्तो रोएर राति नै रोएर बाहिर गर्नुपर्छ है मलाई लाल लाग्छ
है हुबु 2-3 दिन त एकछिनमै गयो है 2 दिन त खोइ हुन्छ एक हप्ता भएको भए अलि मजा हुन्थ्यो कि है अब 1 महिना नाक्खै लाग्ने गरेर आएर बस्दिन्छ अब नेक्स्ट टाइम नाक लाग्दैन कति बेलाको काम पनि आराम छ ओके अरा गरै हो माइलीले काम मलाई अयो के हो जाने बेलामा छोरीलाई ग्लोभ चाहिएको थियो छोरीको ब्लगमा माई यङ आमा सानो ल अब सुसी बनाउने है Take your gloves, darling. डार्लिङले अब फेरि सबै फोन गर्ने होला नि मेरो सोल्जीले स्पेसली मेरो लागि सुसी बनाउँदैछ होइन, म त स्पेसली समानको लागि हो। यहाँ मैले रेकर्ड गरिरहेको छु कस्तो नहुने मान्छे हो फेरि भन त कसको लागि रे तपाईँको लागि हो। नेपाली बोल्छ बोल्दैन बोल्छ अब भान्जीसँग त धेरै नै है पुसाइ फाल्न पाउँदैन है सानो मलाई थाहा छ मलाई सुसी खान्छ भयो त्यसलाई ए मेरो हेरौँ मेरो हेर्छु है बस्नै सकेन यार मन परिहाल्छ नि अझै पेट अलिक कता फेरि पेट नआउने भयो क्यामेरा के हो यसरी ल पेट आहा आछन आछन कुसुमले छिप्छु मैले सोचिरहेको थिएँ कि यस्तो किन्नु पर्ला कि भनेर थ्याङ्क यू हाजी अनि के पुरा यसमा के राम्रो देख्छ डायमन्ड रिङ बजेट अलिक कम छ कि सास है ठिकै भन्छ आज मलाई त चेन्ज गराउनु नपर्छ भयो मारिदिउँ कता कता हो लम्बु यता आउँदा तिमी अब होइन शीतलमा बिचमा बस्ने हो कि साइड साइडमा बस्छ होइन मेरो मेरो म्याक्सी अलि अलि अगाडि त्यो क्यामेरा लिने we all have to watch there कसा हाजी खोइ स्माइल पहिला हेऱ्यो तिमीहरू त निदाइस कि फेरि सँगै आँखा हेर त आँखा ल आँखा हेर भाइ पुरा धेरै गर्नु भयो नि त्यतिकै त यस्तो यस्तो गोरो गोरो यति राम्रो मान्छेलाई है अलि बेसी भन न यति गरम चाहिँ काले भन्छ साथीहरू आज चाहिँ हामी अहिले बिहानको 7:30 भयो आज त एकचोटि पनि रातभरिमा एकचोटि पनि सुतेन कि हामीहरू आज रातभरि गफ गरेर बसेको है अब चाहिँ हामी उता मेरो फ्यामिलीको जान लाग्यो जर्मन सो त्यही हो गाइस एक निद्रा पनि नसुतिकन हामी अब जर्मनतिर लाग्दैछौँ है त किन फर्केको मेरो सबभन्दा नक्कली फुबो है गाइस नक्कली छ कस्तो नखिचे हो अर्काको भाँचिन्छ कि यति महँगो क्यामेरा पत्रकारलाई अट्याक गरे अಯ್यो कस्तो पिटेको भाइ पत्रकारले अट्याक गरे यो त पाइँदैन भन न किन नपाइने एउटाले सपोर्ट गरेको बुद्धि बुझेर ल बाई बाई गाइज छिटै भेटौँला है छिटै भेटौँला आरामसँग बस्नुहोस् आत्तो पात्तो बाई
अब कहिले पनि हेर्नु पर्यो आउँछ छिटो तिमीलाई रुवाउन ल आमाले पनि हेल्प गर्छ आज जानुभयो लुगा चाहिँ छ कि सुत्नु तपाईँहरू मजाले बाई सो गाइज हामी चाहिँ भर्खरै मेरो 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 कालले पुसेकोमा आइपुग्यो अब हामी यहाँ ब्रेकफास्ट खान लागेको है कस्तो फिल भएछ तपाईँलाई तपाईँको भदिनी बल्ल बल्ल आइपुग्दा के हो टाउकै आएर तपाईँको आयो आयो खुसी छौँ हामी एकदम आज दिनसम्म भेट्न पाइयो नातिनी अनि समीर ह्याप्पी आज हामी एकचोटि सुतेखेन है अब चाहिँ हामी ब्रेकफास्ट खाने हो यहाँ सोल्जिनीहरूले चट ब्रेकफास्ट रेडी गरेछ ब्रेकफास्ट खाने हो तपाईँसँग मानेछ यो खर त ए ल होइन ल्यायो होला नि हाई सोल्जिनी के हुने नि अब म त हेरेर आएँ सबै अब पहिला पहिला त हामी है कति हेर्थ्यो है उसको भ्लग पछि अनि आजकल चाहिँ के भयो टाइमै भएको छैन टाइमै पाएको छैन हेर मेरो हालत तर पहिला पहिला त है मम्मी ड्याडीसँग बसेर ठुलो प्रोफेसनल ब्लगर भइसकेको छ नि त अहिले कति छ तिम्रो सब्सक्राइब छैन भाइ धेरै हो र छैन धेरै नै भएको छैन नि त सुरु गरेको भइसक्यो नि नि त पुयो फुपू तर म त एकछिन सुतेको त फ्रेस भएँ ल अब खाने हामी समीरजी कस्तो लागिरहेछ त मलाई त रमाइलो हुन्छ पक्का ससुराली डुल्दै डुल्दै हिँड्दा काम हो यसको बिर्को खोइन्जरी त्यो बिर्को ढाक्दै उता उता ठ्याक्क म जाने मेरो सोल्जिनीहरूले यति माया गर्छ कि हेर्नुहोस् टिस्यु पेपरमा वेलकम छ त्यो भित्र हेर न अझै के लेखेछ भएको हो कि साँच्चैको राखेको हो कि हामी हाम्रो गेस्टहरूलाई एकदम स्पेसल फिल गराउँछौँ खाम है बाबुले फिनिस गरिसक्यो आफै माग्छ कि आज त है क्या रमाइलो भयो यार के हो यो मेरो यही मिलिरहेको छैन कि हेर्नु मैतिर फर्किन्छ कि के हो र आज रमाइलो गर्ने भनेको यहाँ 3-4 घन्टा लाग्यो है हामीलाई आइपुग्नु ओमाइको यस्तो जाम हामी चाहिँ बल्ल बल्ल पार्किङ पाएर अब यहाँ जर्मनको जर्मनको कोलन भन्ने ठाउँमा हो गाइस अब चाहिँ हामी यहाँ चर्च हेर्न जानु लाग्यो है युरोपको जर्मनको सबभन्दा ठुलो छ जर्मनको सबभन्दा ठुलो चर्च हेर्न जानु लाग्यो त्योपछि डुल्दा डुल्दै आउने हो यता हेर्नु त पुसाइ फर्केछ त यो पछाडि गऱ्यो भने चाहिँ ब्युटिफुल गार्डन यहीँबाट सुरु हो यो दुईवटा रहेछ नि त क्रिसमस मार्केट होइन एउटा चाहिँ यो हो यहीँबाट छिटो छिटै चर्च पुग्छ हामी के हो यहाँबाट छिटो चर्च पुग्छ हामी ए कति भिड हो अन्त मेरो त्यो चर्चको अगाडि त फोटो खिच्नै नपाउँदो रहेछ त ए हो
हेलो हेलो भोक लागेर यहाँ Hi Samana. Hi Samana. Samana, what are you eating? Wait, khasyo? Samjana Gurungko starter 2 plates. अहिले हेर्नु न भिजेर बसिरहेको Final. कति भिज हामी फेरि अर्को ठाउँमा आएको अनि यहाँ हामी चाहिँ उठ्नै ढिलो भयो है पुसा आज नि या माई ह्यान्डसम पुसाई चाइनिज हो नेपाली आउँदैन मेरो पुसाईलाई सानो यता हेर हामी कहाँ आएको घुम्न सानो आज चाहिँ हामी दुसलडर्फको टावर चढ्नु आएको कति राम्रो लाग्छ नि त मलाई जहाँ हामी 20 वर्ष बसेको ठाउँ हो अब सानो चलो हामी चाहिँ त्यति माथि जानु अब गाइस कति हो त्यही गाइस यहाँबाट Boat? How many boats? होइन होइन अब घर जाने हो भाइ अस्ति फ्रान्समा पनि पिङ गेलिस त्यत्रो 1 घन्टा लाग्ला र अनि डर छोड्यो अर्को गाडी खेल्न जाम भनेर डराउँछ ल जाम ए बिचारा हो भेरी नाइस प्लेस जाने हो कि त्यहाँसम्म खुट्टा दुख्छ है पुछै नाइस मान्छे नाइस प्लेस रमाइलो भयो एकदम दामी कहाँ गऱ्यो तिमी आज दुसलडर्फ के भन्ने ठाउँ राइनो राइन राइनो कि राइन राइन ए राइन टावर या कति मिटर के भनेको 100 हात्ती हो यो ब्लू हात्तीको मूर्ति खाइन के त होइन यो काले पनि यस्तो रिसाउनु सक्ने रहेछ त खै जुम हानेर खिच्दिउँ यहाँ मात्र भनेको माने भने आपा घरमा बस्दाखेरि जानेछु नि मैले यहाँ मात्र गऱ्यो भने त तँलाई सम्झना ओके ओके म त सम्झना फेरि सम्झनालाई गर्ने मुखेर म्या यहाँ मात्रै भनेको मान्दैन भने त आपाले फेरि चाहिँ हामी लन्च गर्न लागेको अझै गरिरहेको छ ए मोटु हामी चाहिँ खानुको लागि रेडी गाइस सो आज चाहिँ हाम्रो लास्ट नाइट यहाँ जर्मनीमा फुपूहरूसम्म अब होलिडे पनि सक्यो गाइस भोलि घर फर्किने हो स्याड लाइफ है सानो भोलि घर फर्किनलाई एक्साइटेड अर नट एक्साइटेड ल सानो यता हेर यता मामुलाई हेर एकचोटि नक्कली के चार्ज नगरेर रहेछ नि त भाइ सो आज चाहिँ हामी घर जाने हो साथीहरू हाल नि त बुढा फाइनल मिल फुपूकोमा
फुपूले यहाँ मिठो मिठो बनाउनु भएको छ अनि आज चाहिँ भात किन मिठो हुन्छ भन्दाखेरि चाहिँ रामकुटेको यो खानदानी थालमा म बल्ल आज खान पाउँदैछु प्रेसियस एकदम स्पेसल थाल हो यो चाहिँ तर यो यहाँ आइपुग्यो सब नाता नातिलाई भड्काइदिनु पर्यो क्या भ्लगमा ल सबै रामकोटे नाता नातिहरू यो थाल चाहिँ यहाँ जर्मनमा रहेछ हजुर अनि मेरो सानोले नि आज है रामकोट गाउँको उसमा खाँदैछ है ल खाऊ ल खाऊ ल आधा आधा केही किन्दैन कान्ति गरेपछि आधा आधा यसले तैँले अहिले आमालाई Oh my god. सानो कसले दिएको पैसा तिमीलाई? कसले दिएको पैसा? अस्ति मेरो पैसा काटिसकेको मोटु जुत्ता लाउँछेले के लाउँदैन के हो मेरो क्यामेरा त तपाईँतिरै फर्के गर्छ त अनि ल फुपू नरोइकन बस्नु ल रुनी होइन है फेरि स्टप गरा त्यो मम्मी ब्लगिङ हो के होइन गरिसकेको भाइ फुपूलाई बाइ छिटो अब त्यही हो अर्को रुन मजा आयो ल दाइ जान्छु राम्रोसँग बस्नु है छिटै भेटौँला मोटो ओके बाई सोल्टिन धेरै यो लोभी भएर के गर्ने यो ए समाना त्यो बेइज्जत नगर के बेइज्जत नगर तेरो होइन यो अनि एउटा लाने भयो त्यो भर्खरै वाक्क भएछ समाना भर्खरै वाक्क भइरहेछ ल दुईटा दिन्छु आपाले टु पिस ओन्ली ओके छिटो यो यहाँ छोडिदिन्छु खुर्को ठिक पार्ने आफ्नो नातिले यहाँ छोड्दे मोटो होइन खुसी भएको मजा लाग्यो आर्मी चेक गर्न जान लाग्यो कस्तो म त्यस्तो छैन म लाँदिनँ भयो मलाई नदिएपछि म लाँदा पनि लाँदिनँ त्यो थाल मेरो उसमा थियो भने मेरै घर आउँथ्यो तर आएन म लाँदिनँ भयो अब त्योभन्दा अरू बाहिर के भन्दैन है बाई गर न आमालाई गरे बाइ हेर्न अर्को मिठाई दिन्थ्यो नि है तिमीले छुवा मात्रै छ यसलाई अर्को चाहिँ आउँदा अझै यहाँ मलाई मथिमा राख्यो क्या ओके एक कता राख्यो त मेरो जाडो शीत हुन्छ नि आपामा जिउ गरे पहिला छिटो तल म हेर लान्न है गयो ढोका लगाइदिनु टुरिस्ट नि छिटो आमालाई यहाँ उता उता न त गइहाल्छ भोटिङ निस्कियो भनेको क्या भोटिङको नातिनी त साह्रै आज भिडियोमा छ है भिडियोमा भोटिनीको नाति गाला खाइदिउँ तेरो ल छिटो 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 बाई बाई ओए खानु बुझ है खानुसम्म खाएर बस्नुसम्म बसेर आपाको गाडीमा जाने कि नजाने ओए आपालाई त्यस्तो बानी गर्छ हाल्यो के छुरी भने आउनु न लिएर उहाँ युके सानो आपा आमालाई बाई गरिदिनु बाई गर ए हो बाई फुपू नरौ नरौ के यस्तो ए अरू सबै जाँदा रुनी म जाँदा नरुनी पक्छ तपाईँलाई